अब बालन भनेको त भोलिको सम्भावना ऊ पनि ओली जस्तै निस्क्यो भने अब यो देशको के हुन्छ तेरा क्या होगा कालिया तेरा क्या होगा कालिया कितने आदमी थे सरकार 2 आदमी भन्छ नि हिन्दी सिनेमामा सरकार बहुत निमक खाया सरकार मैंने आपका नमक खाया सरकार अब गोली खा लो अब गोली खा अब यही संसद पुनर्स्थापनाको मुद्दा अब भोलि फैसला हुन्छ निर्वाचन भइसकेको हुनाले प्रवेश गरिरहनु नपर्ने जानकारी दिनु अब त्यसको के अर्थ छ पवन थापा त आफै हारे नि आफ्नो क्षेत्र यहाँ छ भिन्न गएका छन् त्यहाँ अनि के हुन्छ त अब ऋषि धवल हो आफै यहाँ ब्रान्डेड पत्रकार भएर बसेको मान्छे के हिसाबले त्यहाँ ढुङ्गा ठोक्न जानु पर्यो ल भन्नु त यो त साला हो नै त ऋषि धवललाई के कुरा गर्ने उहाँ युवराज समरवाले 100 भोट काटेको छैन भन्ने सुन्दैछु प्रचण्ड जस्तो मान्छेले सारा साथीहरू छुटेको बेला म यो विजयको उत्सव मनाउनु भन्दा बरु मैले यसलाई बहिष्कार गरेँ भन्थे म भए एकजना प्रचण्ड त्यहाँ हुन्छ के ल भन्नु त बालन शाह आएको हुनाले यहाँसम्म बाहना गरेर खायो अहिले दण्डित भयो कथाको ज्ञानेन्द्र साई त आफ्नै ल्याकतमा उभिएका हुन् किनभने उनी त राजतन्त्रै चाहिँदैन भन्थे 10 वर्ष अगाडि अडिरहन्छ कथा अब यहाँ जो चुनाव हारेका छन् तुरन्त सबैको अमेरिकामा छरे क्या ओलीको बोली वचन हेरौँ त्यति बेला मेरो लागि त त्यहाँ हारको भन्ने कहाँबाट ल्याउनु भयो फेरि शब्द कहाँबाट हार भन्ने कहाँबाट ल्याउनु तपाईँले हार भन्ने फेरि हारका म हार्ने भन्थे त्यस्ताहरूले यी मुख्य सचिवज्यूहरूले कसरी गरेर ढोक्छ लगाइरहनु भयो त्यो सम्झिँदा पनि द्रवीभूत हुन्छु क्या कसरी काम गर्नु तिनीहरूले त्यहाँ पुष्पकमल दाहालको त अब ये जिना भी कोही जिना है लल्लु भन्छ नि अमिताभ बच्चनले त्यस्तै हो 24 घण्टामा थुनिन्छन् ओली 24 घण्टामा थुनिन्छन् ओली अब रवि लामिछाने निर्दोष थियो भनेर पहिलो फैसला यिनीहरूले नै गर्छन् दुर्गा प्रसाईले बिहान फोन गरिरहेको थियो एउटा कुरा भन्थे अब केपी ओलीकै पालामा नि एमाले भनेको कुन हो भनेर खोज्ने त आज देखिसके त यो सरकारले सबभन्दा पहिला एसपीपी पास गर्छ अचम्मको कुरा त सागर हामीले कहिले पनि पुराना पार्टीमा सिट पाउँथ्यो होला मैले झुकेर पनि मैले कांग्रेसबाट टिकट पाउँथ्यो होला त्यहाँ पुर्याइदिनु भनेको त राजनीतिबाट सन्यास लिनुपर्ने होइन दमकमा कस्तो मान्छे बस्दो रहेछ भन्ने कुराको नमुना पनि त आयो झापामा यिनीहरूको चलेको बाटो हर्क साम्पाङलाई पनि तले चल्दैन थाहा छैन अर्को संक्रमणमा हामी गयौँ कि अर्को फेज सुरु भयो नि त नेपालको अर्थ राजनीतिमा त आश्चर्यचकितमा त म परेको छु किनभने यी जम्मै एक ठाउँमा आएका भए त सब जिरो हुने रहेछन् माटिया मेटै हुने रहेछन् नि हुने रहेछन् आधी सिट के एक सिट त ठुलो एक सिट पनि आउँदैन आधी सिट पनि आउँदैन म अझै पनि भन्छु बालन शाहले चुनाव जितो भनी तपाईहरुले यो कुरा हेर्नु होला यो धरतीमा कहिले पनि तपाईहरुले मलाई देख्दैन अब यो चुनाव भयो भने घाँटी काट्छु भन्नेहरु के गर्ने हो ज्ञानेन्द्र साईले जिते भनेदेखि टाउ आकान काट्छु भन्नेहरु के भन्ने हो त्यो त कुनै रासोपाले जितेको यस्तो के कुरा हो नि त बाढी आएको कुरा हो बाढीले कुन घर रहन्छ